हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल र हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। र धेरै पछि म हजुरहरूको अगाडि भिडियो लिएर आइसकेको छु, नयाँ ब्लग लिएर आइसकेको छु। र आजको ब्लग चाहिँ हाम्रो घुमघाम हुने रहेको छ। र सबैभन्दा सुरुमा चाहिँ घरको काम सकेर चाहिँ घुमघाम गर्न जानुपर्छ भनेर चाहिँ घरको काम गर्न थालेँ। अब चाहिँ म भात पकाउनु गइरहेको छु। हिजोकाको टुप्याङको मसलाहरू पनि यहीँ रहेछ होइन। अब सफा गरेर चाहिँ हामीले भात पकाउनु पर्ने हुन्छ। भात पकाइसकेपछि भात चाहिँ कसरी पकाउने भनेर हजुरहरूलाई आउँदैन भने यो भिडियो मार्फत हजुरहरूले हेर्न सक्नुहुन्छ है त। र हामीलाई सबैभन्दा सुरुमा चाहिने भनेको एज वी अल नो, हामी सबैजनालाई थाहा छँदैछ कुकर चाहिने। रेडी भइसकेको छ। हामीलाई आगो बाल्नु पर्ने हो। आगो बालेर बास बसाइदिने। हामीले चाहिँ यो पानीभित्र चाहिँ हालिसकेको छौँ होइन। फेरि अहिले हालेन भन्नु होला। पानी नहाली बसायो अहिले त पानी नहाली बसायो भनेर भन्नु भने त तनाव हुन्छ। सो अब हामीले चाहिँ पसल जानुपर्ने हुन्छ। पसल गएर सामान किन्नुपर्ने हुन्छ। त्यही हो, सामान चाहिँ लिएर अब अनि आउँछु। बाटोमा चाहिँ लाज लाग्छ, त्यही भएर भिडियो त्यति बनाउँदिनँ। त्यही हो। त्यसपछि हामी चप्पन जाँदैछौँ। चप्पनको भ्लग पनि आउँछ है त। मासु लिएर आउँछु अनि बनाउँछु। मेरोमा चाहिँ आज मेरो घरमा चाहिँ भाइ बढ्दै आउनु भएको छ। त्यही भएर चाहिँ गएर अब मासु सासु लिएर अलिकति खाएर अनि यसो चप्पनतिर घुम्न जानुपर्ने छ। डान्स प्र्याक्टिस गर्नु पऱ्यो भनेर म चाहिँ यहाँ बिउ खाँदै तरकारीहरू ल्याइसकेको छु टक्कसँगले। अब गएर पकाउने मात्रै हो। अब म चाहिँ भाइ बोलाएर उठाउनु गइरहेको छु होइन। भाइ पर्दाई भाइ पर्दाई भाइ पर्दाई भाइ पर्दाई भाइ पर्दाई